सभामुख देवराज घिमिरेले माननीय रवि लामिछानेलाई बोल्न समय दिँदा संसदमा देखिएको दृश्य अहिले भाइरल छ। रवि बोल्न उठेपछि गगन थापा लगायतका सांसदहरू खुरुरुरु दौडेर गएर बोल्ने ठाउँमै बाटो छेक्छन्। रवि भने निरीह उभिएर हेरिरहेका हुन्छन्। माइक भाँचेको, कुर्ची तोडेको संसद त हामीले पहिले पनि देखेका थियौं, तर कसैलाई बोल्नै नदिने गरी बाटो छेकिएको दृश्य भने धेरै कुरा बोलिरहेको छ। लोकतन्त्रमा बहसबाट डर, बोल्न नदिनु भनेको डर र त्रासकै संकेत होइन र? अनागरिक बनाइयो, फेरि नागरिक भएर फर्किए। चितवनले 2 पटक जिताएर पठायो, तैपनि रोक्न, थाम्न, बदनाम गर्न अनेक प्रयास, तर इतिहास बन्दैछ। कुनै दिन कसैले निष्पक्ष भएर यो इतिहास लेख्नेछ। अब हेर्न बाँकी छ पार्टीका पत्रकारहरूले यसलाई कसरी लेख्लान्, पार्टीका होल टाइमर कार्यकर्ताले कसरी व्याख्या गर्लान्।